कार्यक्रमका कार्यक्रम सञ्चालकज्यू, आज 25औं 17औं बुद्ध जयन्तीको कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका नमो बुद्ध आनन्द गुम्बा आमा समूहका अध्यक्ष तथा उर्मिला गुरुङज्यू, प्रमुख अतिथि तथा नेपाल काङ्ग्रेस पर्वत जिल्लाका निवर्तमान पार्टी सभापति तथा नवराज गुरुङज्यू, मञ्चमा चित व्यक्तित्वज्यूहरू तथा मोदीकाली बुद्ध सेवा विकास समाजका सम्पूर्ण पदाधिकारीज्यूहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फ तथा नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको तर्फबाट यहाँहरू सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो मेरो यस मोदीकाली बुद्ध सेवा समाज तथा नमो बुद्ध आनन्द आमा समूहको तर्फबाट यो दोस्रो निमन्त्रणा हो। पहिले पोहोर पनि यहाँले मलाई निमन्त्रणा गर्नुभएको थियो र मेरो आफ्नो पारिवारिक कारणले गर्दा मैले यहाँ उपस्थित हुन सकिएन। त्यसका लागि म सम्पूर्ण कार्य समितिहरूलाई क्षमा याचना गर्न चाहन्छु। आज यो 25औं 17 बुद्ध जयन्तीको अवसरमा हामीहरू यहाँ जुटेका छौँ। मैले पनि आफ्नै समुदायमा हजुरहरूसँग भिजेर यहाँ सँगै रहेर बुद्ध जयन्ती मनाउन पाउँदा ज्यादै हर्षित भएको छु र यो बुद्ध जयन्ती आज बुद्धले ज्ञान प्राप्त गरेको दिन, बुद्धले सधैँभरि हामी गुरुङ समुदायहरूबीच युनिटी सधैँभरि रहिरहोस्, एकअर्काप्रतिको रेस्पेक्ट, माया, सद्भाव सधैँभरि भगवानले रक्षा गरून् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। र म हाल नेपाली विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको प्रतिनिधित्व गर्दै कार्यालय प्रमुखको रूपमा 2 वर्षको लागि यहाँ कार्यरत छु। विद्युत प्राधिकरण विद्युत सम्बन्धी यहाँहरूलाई कुनै जानकारी चाहेमा र मलाई विश्वास छ यहाँहरू पनि नेपाली विद्युत प्राधिकरणकै सेवाग्राहीहरू हुनुहुन्छ। नेपाली विद्युत प्राधिकरणबाट यहाँले सेवा लिइराख्नु भएको छ र विद्युत सम्बन्धी त्यस्तो कुनै समस्या, जटिल समस्याहरू छन् भने यहाँहरूको लागि पर्वत वितरण केन्द्रको ढोका सधैँभरि खुल्ला रहनेछ र सेवाग्राहीलाई छिटो छरिदो सेवा दिने प्रतिबद्धता पनि यहाँहरूलाई म जाहेर गर्न चाहन्छु। र अन्त्यमा फेरि पनि 25औं 17औं यो बुद्ध जयन्तीको अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि नै फेरि पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मलाई यहाँ बोल्ने अवसर दिनुभयो त्यसको लागि सम्पूर्ण कार्य समितिका पदाधिकारीहरूलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यव्यस्तताको कारणले यहाँहरूसँग अझै अन्तिमसम्म रहन सकेन, त्यसको लागि पनि पुनः क्षमा याचना गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस् त, नमस्ते। एकछिन मञ्चमा आमन्त्रण गरे काका टेकबहादुर गुरुङज्यूलाई यहाँ आइदिनु म बाजा संयोजक हुनुहुन्छ र यो यस लाउरे नौमती बाजा समूह पाक्लुङ 1 रामरेखा बाजा समूहका संयोजक एवं नेतृत्वकर्ता सुक्दार हनेरी क्याप्टेन दिलबहादुर थापा, माफ गर्नु होला मैले भर्खरै मात्र यहाँहरूको यो नाम पाएँ। यहाँ सुक्दार हनेरी क्याप्टेन दिलबहादुर थापा सहितको टोली बाजा समूह यहाँको आगामी दिनहरू पनि उत्तर प्रगति हुँदै जाओस् र हाम्रो निमन्त्रणलाई आगामी दिनहरूमा पनि हामीले अवश्यमय स्वीकार गर्नुहुनेछ भन्ने पूर्ण आशा राख्दै बुद्ध जयन्ती 2570 बुद्ध जयन्तीको पावन अवसरमा यहाँहरूलाई पनि हामी सम्पूर्ण आनन्द परिवारको तर्फदेखि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। सम्पूर्ण हाम्रो बाजा समूह
राम्रो काममा सुरुवात गर्नुभएको छ। सुधार हनेरी ल्याप्टेन दिलबहादुर थापाको यो बाजा उहाँको नेतृत्वमा अहिले भर्खरै मात्रै सूचना आएको कारणले मैले बल्ल नाम उच्चारण गरेँ। उहाँको नेतृत्व र यहाँलाई विदाई पनि हो, सबैको ताली बोलाएर विदाई गरौँ। यस कार्यक्रम सञ्चालक मेरो नाति विपिन गुरुङज्यूलाई आजका 2570 बुद्ध जयन्तीका कार्यक्रमका अध्यक्ष नातिनी उर्मिला गुरुङज्यू, 2570 बुद्ध जयन्तीका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका भूतपूर्व पार्टी सभापति, महाधिवेशन प्रतिनिधि, यस आनन्द गुम्बाका सक्रिय सदस्य, हरेक पल पलमा यस गुम्बालाई सम्झिने मेरो प्यारो सोल्टी आदरणीय नवराज गुरुङज्यू,
देशमा आसीन सम्पूर्ण विशेष अतिथिज्यूहरू, मोदीकाली बुद्ध विकास समाजका सम्पूर्ण मेरो कार्य समिति साथै सक्रिय सदस्य, सम्पूर्ण बाबाहरू, नमो बुद्ध आमा समूहका कार्य समिति सक्रिय सदस्य, सम्पूर्ण आमा दिदीबहिनी बुहारी सम्पूर्णलाई 2570औं बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अब मैले धेरै कुरा त बोल्नु पर्ने जस्तो लाग्दैन। तपाईँ सम्पूर्णले देखिसक्नु भएको छ के कस्तो छ, कसरी चलिरहेको छ भन्ने कुरा सबैलाई अवगत नै भएको हो। तर यस आनन्द गुम्बामा जति पनि आमा बाबा युवा सबै साथीहरू मिलेर हामी चाहिँ यस गुम्बालाई चाहिँ हराभरा राम्रो बनाउँछौँ भन्ने सबैको सोच सबैको आगै छ जस्तो लाग्छ मलाई। अझै पनि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु जति पनि यो चन्द्रदाता दानवीरहरू हाम्रो समाजमा जब मैले यो 1 वर्ष अगाडि यो गुम्बाको अध्यक्ष मोदीकाली बुद्ध विकास समाजको अध्यक्ष चार्ज लिनेको बादमा सबै बाबा आमाहरूले जो यस गुम्बालाई दान दक्षिणा दिएर चाहिँ अहिले यो गुम्बाको अवस्था यस स्थानमा पुर्याउने सम्पूर्ण बाबा आमाहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैलाई म धेरै धेरै धन्यवाद दिँदै यो 2570 बुद्ध जयन्तीले सबैको मनोकल्पना पुरा होस्। भगवान् बुद्धले सधैँभरि तपाईँहरूको मनमा एकदम राम्रो राम्रो सोच आओस्, रोग बिमार कुनै किसिमको केही नलागोस् भन्दै फेरि पनि म तपाईँहरूलाई यो 2570 बुद्ध जयन्तीको शुभकामना दिँदै मेरो 2-4वटा भनाइ यहीँ समाप्त गर्न चाहन्छु। कुनै किसिमको मैले गल्ती गरेँ, कोही किसिमको कसैलाई कोही किसिमको ठेस पर्यो भने म माफी चाहन्छु। जय बुद्ध, जय नेपाल।